भनेपछि तपाईँको दृष्टिकोणमा यी तीनैजना मान्छे हार्छन्। पहिला चुनाव उठाउन साथी हो, अनि थाहा भइहाल्छ नि, टेस्ट गरिहाल्छ नि मान्छेले। तपाईँ उहाँलाई नेता मान्नुहुन्छ कि मान्नुहुन्न? होइन, उहाँलाई त मिडियाले अहिले भगवान बनाएको छ त, हामीलाई बौला बनाएको छ, पागल बनाएको छ, राक्षस बनाएको छ। उहाँहरूलाई अहिले देवत्वकरण गर्छन् क्या। कुनै पनि ठाउँमा प्लान्टेड मान्छेलाई त्यहाँको उ गर्नु पर्यो भने पहिला त्यहाँको मिडिया किनिन्छ, त्यस पछाडि त्यसको एकदमै उठाट बढाइ गरिन्छ, भगवान बनाइन्छ त्यसलाई, एकदम भगवान। त्यसले जे गरे पनि ठिक। अच्छा, एउटा अनुमान गरिदिनु न त ल। जस्तै कुलमानजी प्रचण्डजी जहाँबाट उठ्नुहुन्छ त्यहाँबाट उठ्नु हो भने के हुन्छ, हार्नुहुन्छ कि जित्नुहुन्छ? म कुलमानजीको पनि प्रमाण सहित भिडियो सहित ल्याउँदैछु क्या, कति कति के छ भनेर भिडियो आउँदैछ, उहाँहरूको भिडियो आउँदैछ, सिंहदरबार कसरी आगो लगाएको प्लानै आउँदैछ। अस्ति हेलिकप्टर उठ्दै गरेको ल्याइदिएँ होइन मैले, बोल्दै गरेको त्यहाँभित्र। म उहाँहरूको सिरानीमा छु क्या, उहाँहरूको वरिपरि मेरो मान्छे छ, सबै मसँग डकुमेन्ट्स आएको छ। अनि तपाईँलाई